हामीलाई थाहा छ पावलले होइन कोरिन्थीको मण्डलीले लेखेको यहाँलाई थोरै समय सुन्न गर्न चाहन्छु, धेरै समय थोरै समय है। विशेष गरी पावलले कोरिन्थीको मण्डलीलाई होइन पहिलो पत्र लेखेका हामी पाउँदछौँ। हामीलाई थाहा छ पावलको भन्ने कुरो होइन दमस्कसको बाटोमा जब चाहिँ होइन 9 अध्यायमा होइन येशू ख्रीष्टको जम्कालित भयो तब चाहिँ साउलबाट चाहिँ पावल भएको हामी पाउन सक्छौँ। हामी यहाँ हेर्दाखेरि कति बेरमा पावलमा पनि कति बेरमा चाहिँ प्रश्नहरू आएको हामी पाउँदछौँ होइन। यहुदीहरूले पनि होइन त्यतिखेरको चाहिँ धर्म मान्नेहरूले सदुकी फरिसीहरूले पावललाई पनि एक हिसाबमा होइन प्रश्न गरेको, त्यतिखेर एक समय क्रिस्चियनहरूले पनि प्रश्न गरेको हामी पाउँदछौँ होइन। साँच्चै नै पावल प्रेरित हो त होइन? 12 जना प्रेरितमध्ये एकजनाले जुन चाहिँ होइन धोका दियो, त्यस पछाडि चाहिँ मत्तियासको नाममा चाहिँ होइन चिठा पऱ्यो, तर चाहिँ 12 जना कम्प्लिट भयो। अनि फेरि पावल पछि आएर चाहिँ उसको पत्रहरूमा पावलको पत्रहरूमा चाहिँ कि त म पनि एउटा प्रेरित हो भनेर चाहिँ फेरि दाबी गर्दछ। तर कतिपय रूपमा चाहिँ उहाँले चाहिँ विभिन्न पत्रहरूमा म पावल प्रेरित भनेर भन्दै गर्दाखेरि त्यसको तात्पर्य चाहिँ के हो भन्दाखेरि चाहिँ पावललाई पनि होइन त चाहिँ प्रेरित होइन भनेर चाहिँ कतै न कतै विरोधहरू प्रश्नहरू आएको हामी देख्दछौँ होइन। कतै न कतै हामी यहाँ हेर्छौँ भने तपाईँलाई पावल प्रेरित हुनको निम्ति होइन प्रेरित एउटा त्यतिखेरको समयमा प्रेरित भन्ने एउटा होइन शिक्षामा वरदान होइन अथवा अगुवा हुनको निम्ति चाहिँ विभिन्न क्याटेगोरीहरू हुनुपर्दछ। अथवा चाहिँ के भन्दाखेरि चाहिँ योग्यताहरू होइन योग्यताहरू भएको हुनुपर्दछ। हामी एकजना प्रेरितको होइन नाम छान्दै गर्दाखेरि एउटा स्थिरताको ठाउँमा त्यहाँनिर हामी हेर्छौँ भने पनि विभिन्न चाहिँ होइन त्यहाँ चाहिँ योग्यताको कुराहरू गरेको हामी पाउँदछौँ होइन। जसमा पनि धेरै योग्यताहरू थियो होइन, जसमा पनि मत्तियास चाहिँ प्रेरित हुनको निम्ति होइन त्यहाँनिर चाहिँ नाम परेको हामी पाउँदछौँ। त्यो परमेश्वरबाटको होइन, त्यो येशू ख्रीष्टबाटको होइन। यहाँ हामी हेर्छौँ भने प्रेरित हुनको निम्ति होइन एक हिसाबमा होइन ख्रीष्टबाट बोलावट पाएको हुनुपर्यो, व्यक्तिगत रूपमा ख्रीष्टबाट कि त बोलावट पाएको हुनुपर्यो होइन। दोस्रो कुरो होइन पुनरुत्थित भने चाहिँ येशू ख्रीष्ट जब चाहिँ होइन क्रुसमा ढाकिनु भयो अनि होइन त्यस पछाडि चाहिँ मृत्युलाई जितेर च्यानबाट भौरेर उठ्नुभयो, त्यो येशू ख्रीष्टलाई चाहिँ होइन पुनरुत्थित येशू ख्रीष्टलाई चाहिँ देखेको हुनुपर्यो होइन, देखेको हुनुपर्यो अथवा बातचित गरेको हिसाबमा हुनुपर्यो होइन। दोस्रो कुरो र तेस्रो चाहिँ के भन्दाखेरि चाहिँ चिन्ह चमत्कारहरू गर्न सक्ने हुनुपर्यो होइन। पहिलो कुरो के भन्दाखेरि येशू ख्रीष्टबाट बोलावट पाएको व्यक्तिगत रूपमा, र अर्को कुरो चाहिँ के भन्दाखेरि चाहिँ पुनरुत्थित येशू ख्रीष्टकोलाई जित्ने देखेको होइन देखेको, त्यसपछि चिन्ह चमत्कार गर्न सक्ने होइन। अनि अर्को चाहिँ हामी हेर्न सक्छौँ भने ख्रीष्टबाट होइन प्रत्यक्ष शिक्षा पाएको होइन ख्रीष्टबाट सिकेको कुरा हुनुपर्दछ होइन। यो 4वटा कुरा यदि कसै व्यक्तिबाट अथवा कसै व्यक्तिले पाएको छ भने गरेको छ भने होइन अथवा देखेको छ भने ऊ प्रेरित हुँदछ होइन। मलाई थाहा छैन होइन कतै कतै सञ्जालहरूमा म देख्छु होइन म प्रेरित हो भन्छ होइन, मलाई थाहा छैन पनि मेरो पम्पलेटहरूमा चाहिँ प्रेरित हो भनेर चाहिँ त्यहाँ लेखेको देख्छु, मलाई थाहा छैन। तर बाइबलले यो कुरा बताउँदछ होइन। पहिलो नम्बरमा येशू ख्रीष्टबाट बोलावट पाएको, दोस्रोमा चाहिँ पुनरुत्थित येशू ख्रीष्टलाई प्रत्यक्ष रूपमा देखेको, तेस्रो कुरा चाहिँ चिन्ह र चमत्कार गर्न सक्ने होइन सामर्थ्य भएको, र चौथो कुरो चाहिँ येशू ख्रीष्टबाट शिक्षा पाएको जो मात्रै प्रेरित हुनको निम्ति बाइबलमा चाहिँ हामी एक समय हेर्छौँ। तर कतिपय रूपमा सामान्य भाषामा प्रेरित भन्ने चाहिँ पठाएको भन्ने पनि हुँदछ। र चाहिँ यदि येशू ख्रीष्टको चेला भन्नको निम्ति त्यो प्रेरित हो भनेर कसैले भन्छ भने चाहिँ यो योग्यताहरूलाई चाहिँ पाएको हुनु पर्यो है। त्यो देखाउँदछ। यहाँलाई मैले पावलको बारेमा परिचय दिँदै गर्दा अघि हामीले पावलको पत्रबाट हेरेको कारणले गर्दा येशू ख्रीष्टबाट बोलावट पाएको पावल आफैले रोमी 1:1 के भन्दछ भन्दा चाहिँ यहाँ पढ्न सक्नुहुनेछ। येशू ख्रीष्टको दास पावलबाट जो प्रेरित हुनलाई बोलाएको परमेश्वरको सुसमाचारको निम्ति अलग पायो भने चाहिँ के भन्दाखेरि चाहिँ येशू ख्रीष्टको दास पावलबाट जो प्रेरित हुनको निम्ति बोलाएको होइन। त्यसो रोमीको होइन लेखकले भन्दछ पावललाई चाहिँ होइन प्रेरित हुनको निम्ति बोलाएको। कसैले भन्दछ रोमी पनि एक हिसाबमा चाहिँ पत्र पनि होइन तपाईँलाई चाहिँ पावलले लेखेको, तर कतिपय चाहिँ तपाईँ हिब्रूको पुस्तक पनि कतिपयमा पावलले लेखेको भन्छ। हामी त्यो विरोधाभासमा जाने छैन। तर यहाँ चाहिँ पावल आफैले रोमी 1:1 हुँदा चाहिँ येशू ख्रीष्टबाट होइन प्रेरित हुनको निम्ति बोलाएको होइन।
अनि अर्को कुरो होइन, पहिलो कोरिन्थी 1:1ले भन्दछ परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको प्रेरित हुनलाई बोलाएको पावल भनेर चाहिँ यहाँ चाहिँ पावल आफैले होइन पहिलो कोरिन्थीमा भन्दछ येशू ख्रीष्टबाट होइन येशू ख्रीष्टबाट ख्रीष्टको प्रेरित हुनलाई बोलाएको भने मैले के भनिरहेको छु भनेपछि पावलमा पनि साँच्चै नै ऊ प्रेरित हो त भन्ने प्रश्नहरू आएको कारणले गर्दाखेरि यहाँ पावल आफैले भन्दछ होइन। अनि गलाती 1:1लाई पनि म यहाँ समक्ष पढ्न चाहन्छु। पावल प्रेरित न त मानिसबाट न त मानिसद्वारा तर येशू ख्रीष्ट र उहाँलाई मरेकाहरूबाट बौरिएर उठ्नुहुने परमेश्वर पिताद्वारा होइन, मानिसबाट होइन, कुनै मण्डलीबाट देख्छौँ, आफैबाट पनि होइन, तर के त बौरी उठेको येशू ख्रीष्टबाट होइन। भनेको चाहिँ के भन्दाखेरि चाहिँ पावल चाहिँ प्रेरित थियो होइन एक हिसाबमा हामी। अनि अर्को चाहिँ प्रेरित हुनको निम्ति येशू ख्रीष्टबाट बोलावट थियो। पावललाई चाहिँ व्यक्तिगत रूपमा पुनः उठित येशू ख्रीष्टबाट चाहिँ बोलावट पाएको कारणले गर्दा एउटा पावल होइन एउटा चाहिँ प्रेरित हुन पुग्यो होइन। दोस्रो कुरो हामी प्रेरित 9:5 र 6 पदमा हेर्दाखेरि चाहिँ दमस्कसको बाटोमा चाहिँ येशू ख्रीष्टसँग चाहिँ बातचित गरेको कुरा हामी हेर्छौँ होइन। प्रेरित 22 अध्यायमा पनि हामी 6, 7, 8मा पनि हेर्छौँ। यहाँनिर चाहिँ पुनः त्यो येशू ख्रीष्टलाई देखेको थियो होइन। अहिलेको प्रेरितलाई देखेको छ कि छैन मलाई थाहा छैन होइन, देखेको थियो होइन। चिन्ह र चमत्कार गर्न सामर्थ्य होइन। हामी हेर्दाखेरि माल्टामा होइन तपाईँले प्रेरित 28 अध्यायमा माल्टा भन्ने अहिले हामीलाई थाहा छ टापु हाम्रो प्रियजनहरू कतिपय रूपमा जानु पनि भएको छ होइन। कतै न कतै हामी नेपालीहरू पुगेको छ। अनि त्यसमा चाहिँ होइन सर्पले डस्दाखेरि चाहिँ उसलाई के नलागेको भने अचम्मको सामर्थ्य पावलमा हामी पाउँदछौँ होइन। उहाँले चाहिँ विभिन्न जङ्गली कुराहरू गरेको हामी पाउँदछ भनेको चाहिँ चिन्ह चमत्कार गर्ने सामर्थ्य हुनुपर्ने चाहिँ प्रेरित हुँदा भन्ने है। अनि अर्को चाहिँ ख्रीष्टबाट शिक्षा पाएको है। हामी ख्रीष्टबाट शिक्षा पाएको भन्दै गर्दा पावलले चाहिँ कसरी ख्रीष्टबाट शिक्षा पाए? गलातीको पुस्तकमा भन्दछ गलाती 1:11-12मा यहाँ कसैले पाउनु भने चर्को स्वरमा पढिदिन सक्नुहुनेछ। 11 र 12 1को यहाँ शीर्षकमा छ पावलको बोलावट। भाइ हो तिमीहरूले यो जान भन्ने म चाहन्छु कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन, किनकि मैले यो कुनै मानिसबाट पाएको होइन, न मलाई यो सिकाएको थियो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएको हुँ। आमेन। यहाँ चाहिँ के गर्दा येशू ख्रीष्टबाटको प्रकाशद्वारा पाएको भनेको चाहिँ यहाँ चाहिँ येशू ख्रीष्टबाट चाहिँ पावलले शिक्षा पाएको कारणले गर्दा ऊ चाहिँ प्रेरित भन्ने उसलाई प्रेरित भनिरहेको। पहिलो कुरो येशू ख्रीष्टबाट ऊ बोलावट पाएको छ व्यक्तिगत रूपमा। दोस्रो कुरो उसले पुनः उठित येशू ख्रीष्टलाई होइन दमस्कसको बाटोमा भेटेको छ। र तेस्रो कुरो उसले चिन्ह चमत्कारको कुराहरू भएन माल्टामा चाहिँ होइन एउटा सर्पले टोक्दाखेरि पनि केही नभएको कुराहरू छ त्यहाँ देख्नेहरूले होइन अब यो त होइन मर्छ होला एक हिसाब होइन असर गर्छ होला होइन त्यहाँ चमत्कारको गर्ने सामर्थ्य भएको छ। र चौथो कुरो चाहिँ येशू ख्रीष्टबाट शिक्षा पाएको यो प्रमाणहरू चाहिँ पावल चाहिँ प्रेरित हो भन्ने कुरो चाहिँ यो त पुष्टि गर्दछ। मलाई थाहा छैन अरूले भयो भने मलाई थाहा छैन होइन हामी कति होइन प्रेरित हुन हुँ भनेर चाहिँ हामी मन पराउँछौँ होइन कति कुरो मलाई थाहा छैन कुन योग्यताको होइन हामी मध्यस्थको कुरामा हामी हेर्दै गर्दाखेरि होइन त्यहाँनिर पनि विभिन्न चाहिँ क्याटेगोरीहरू पाएको हामी पाउँदछौँ। तर मलाई थाहा छैन तर सामान्य हिसाबमा प्रेरित पठाइएको पनि भन्दछ तर सामान्य हिसाबमा आफूलाई बुझिरहेको छ होइन। प्रेरित हुँदा पनि मैले विरोधाभास पाउनु खोजेको होइन बाइबलमा त्यो बताइएको छ। मैले भनेको चाहिँ पावल प्रेरित येशू ख्रीष्टबाट शिक्षा पाएको येशू ख्रीष्टबाट व्यक्तिगत रूपमा बोलाएको होइन सँगैको होइन एक हिसाबमा चाहिँ होइन चाहिँ तपाईँ चमत्कारको सामर्थ्य पाएको येशू ख्रीष्ट पुनः उठित भएको येशू ख्रीष्टलाई देखेको पावलबाट चाहिँ अब हामीलाई होइन पहिलो कुरो अघि हामीले कुनैहरू पहिलो कुरो 4को 14देखि 21 पद हुन्छ। अब हामीलाई त्यो वचनहरू दिएको छ होइन। अब त्यो वचनहरू दिएको छ एक हिसाबमा हामी पावलले हेर्दै गर्दाखेरि हामी सामान्य भाषामा हामी सबैलाई थाहा छ एउटा पत्रहरू दिएको छ हिब्रूको पनि भन्दछ कतिले होइन 14वटा भनेर। अनि अर्को कुरो चाहिँ के भन्दाखेरि चाहिँ पावल चाहिँ प्रेरित 7 अध्यायमा होइन एकजना चाहिँ ढुङ्गाले हानेर मारिएको एउटा व्यक्ति छ भनेर थाहा छ। प्रेरित 7 अध्यायमा स्टिफनसलाई ढुङ्गाले हानेर मारिँदै गर्दाखेरि होइन पावल चाहिँ के त्यहाँ हेर्नुहोस् त एकछिन तपाईँले चाहिँ
7को 58 पदले पढ्नुहोस् त। Ready? 7को 58 पदले। Ready? 7को 58 यसो लेखेको छ। तिनीहरूले तिनलाई सहर बाहिर निकाली लगे र तिनीमाथि ढुङ्गा बसाए र साक्षीहरूले आफ्ना वस्त्रहरू साउल नाउँ भएका एकजना युवकका खुट्टानेर राखे। भनेको चाहिँ स्टिफनसको होइन ढुङ्गाले हान्दा मार्दा पनि होइन पावलले देखिरहेको थियो। एक समय चाहिँ के त मारिने व्यक्तिहरूको चाहिँ लुगा सम्हाल्ने काम एक समय हामी सोच्दै गर्दाखेरि होइन तैँले त्यसलाई ढुङ्गाले हान होइन बेसरी हान अथवा त्यो कपडाले डिस्टर्ब गर्छ भने त्यो कपडाले होइन म खालि दिएको सामा अनि एक समय चाहिँ ढुङ्गाले हानिने व्यक्तिहरूको कपडा होइन छोडछाड मछाड गर्दाखेरि कपडा फुस्किन सक्छ होइन ज्याकेटहरू फुस्किन सक्छ त्यो सम्हाल्ने व्यक्ति थिए। भनेपछि पावल चाहिँ एउटा मण्डलीलाई सतावट गर्ने व्यक्ति स्टिफनसको मृत्युमा होइन ढुङ्गाले हानिनको निम्ति मानिसहरूलाई सतावट सहयोग गर्ने व्यक्ति होइन। जब दमस्कसको बाटोमा जब येशू ख्रीष्टको जन्मगमन भयो 9 अध्यायमा होइन फेरि 9 अध्यायमा तब चाहिँ उसको नाम पावल साउलबाट के भएको छ पावल भएको छ होइन। पुरानो स्वभाव होइन पुरानो कुरा नाम चेन्ज भएको छ होइन। हामी समक्ष पावल हुनुहुन्छ नि त होइन पुरानो कुरा हिजो कुरा बितिसकेको छ होइन हिजो कुरा बितिसकेको छ अब नयाँ आएको छ। जब चाहिँ पावलले पुरानो कुराहरूलाई छोडिदिए मलाई साँच्चै नै येशू ख्रीष्टलाई सतावट गर्ने व्यक्ति अनि एकजना चाहिँ मैले सभाघरहरूबाट होइन मैले त्यो प्रमाणपत्र पाएको लाइसेन्स पाएको होइन व्यक्ति मैले क्रिस्चियनलाई चाहिँ म चाहिँ समात्न पाउँछु मैले उनीहरूलाई चाहिँ के छडी हान्न पाउँछु येशू ख्रीष्ट जोसले चाहिँ पछ्याउँछ त्यो प्रमाणपत्र पाएको व्यक्ति जब दमस्कसको बाटोमा होइन येशू ख्रीष्टसँग चाहिँ जब जम्का भेट पर्छ तब चाहिँ पावलबाट चाहिँ साउल चाहिँ चेन्ज भएको हामी पाउँदछौँ। त्यही पावलद्वारा त्यही पावल प्रेरितद्वारा होइन पावल प्रेरितद्वारा प्रेरित पावलद्वारा चाहिँ अब पहिलो कोरिन्थी होइन 4 अध्यायमा हामीलाई बताउँदछ यहाँनिर हेर्न सक्छौँ 14मा होइन एक हिसाबमा हामीलाई चाहिँ के भन्दाखेरि हामी कतै न कतै चाहिँ हामी लिडरसिप हौँ। हामी कतै न कतै चाहिँ के हो भन्दाखेरि चाहिँ हामी परिवारको गाइड गरिरहेको छौँ। हामी कतै न कतै चाहिँ एउटा मण्डली झुन्डाको गाइड गरिरहेको छौँ। हामी कतै न कतै कुनै पनि व्यक्तिलाई हामीले चाहिँ गाइड गरिरहेको छौँ होइन गर्ने पनि छौँ हामी गर्नेछौँ। कतै न कतै चाहिँ हामीले चाहिँ के त तपाईँलाई चाहिँ एउटा प्रार्थनाको अनि गाइड गरिरहेको छौँ बाइबल स्टडीको गाइड गरिरहेको छौँ व्यवस्थापनको गाइड गरिरहेको छौँ होइन कतै न कतै हामी सुसमाचारको गाइड गरिरहेको छौँ कुनै पनि सेमिनारको गाइड गरिरहेको छौँ अनि कुनै पनि सानो झुन्डालाई गाइड गरिरहेको छौँ कुनै पनि ठुलो झुन्डालाई गाइड गरिरहेको छौँ। अब पावल प्रेरितले पहिलो कोरिन्थी 4को 14 देखि 21 पदमा हो बताउँदछ हाम्रो योग्यताको बारे हामी एउटा गाइडर आत्मिक एउटा अगुवा कस्तो हुनुपर्दछ आत्मिक पिता कस्तो हुनुपर्दछ एकजना आत्मिक लिडरसिप कस्तो हुनुपर्दछ त अनि एउटा मण्डलीले ह्यान्डलिङ गर्ने एउटा परिवारलाई ह्यान्डलिङ गर्ने एक हिसाबमा है कस्तो हुनुपर्छ भने चाहिँ यहाँ पावल प्रेरितले कोरिन्थीको मण्डलीय पत्र लेख्दै गर्दा चाहिँ हामीलाई पनि त्यो एप्लाई हुँदछ होइन 14मा होइन एउटा के लेख्दछ त तिमीहरूलाई मैले टिभीएसबाट पढेको कारणले अलिकति यहाँलाई असहज लाग्न सक्छ। तिमीहरूलाई लाजमा पार्नको निम्ति म यी कुराहरू लेख्दिनँ तर मेरो प्रिय छोराछोरीलाई जस्तै गरी म तिमीहरूलाई चेतावनी दिन्छु। चाहिँ यो चाहिँ एउटा प्रेम गरिएको छ है एउटा होइन कोरिन्थीको मण्डलीलाई पावलले चाहिँ के त प्रेमी शब्दमा होइन प्रेमको शब्दमा छ छोराछोरीले जस्तै होइन म चेतावनी दिँदैछु भने चाहिँ एउटा लिडरसिपले अथवा एउटा अगुवाले एउटा अगुवाले अथवा एउटा आत्मिक पिताले आत्मिक दाजुले आत्मिक भाइले एक समय आत्मिक दिदीले बहिनीले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ आफ्नो मण्डलीलाई अथवा आफ्नो बगाललाई आफ्नो झुन्डालाई आफ्नो समूहलाई के गर्छ प्रेम स्वरूप चाहिँ के गर्दछ चेतावनी दिँदछ। तपाईँलाई मैले चेतावनी दिइरहेको छौँ त तपाईँलाई मैले साँच्चै नै प्रेम गरिरहेको छौँ त होइन। अनि हामी यहाँनिर 14 पदले के त एउटा आत्मिक लिडरसिपले एउटा आत्मिक अगुवाले कि त प्रेम स्वरूप होइन आफ्नो बगाललाई के गर्दछ त चेतावनी दिँदछ। अनि के विषयमा यहाँलाई चेतावनी दिँदछ होइन
यहाँलाई थाहा छ केमा दिनुपर्ने भन्ने कुरालाई। 15 पदलाई हेरौँ न त है। किनकि ख्रिस्टमा तिमीहरू 10,000 तालिम दिनेहरू भए तापनि तिमीहरूका धेरै बाबुहरू चाहिँ छैनन्, किनकि सुसमाचारद्वारा ख्रिस्ट येशूमा मैले तिमीहरूलाई जन्माएको छु। एउटा आत्मिक अगुवाले होइन, एउटा आत्मिक अगुवाले, एउटा आत्मिक लिडरसिपले जन्माउँदछ अनि ख्रिस्टमा जन्माउँदछ। ऊ आफैमा जन्माउँदछ र ख्रिस्टमा जन्माउँदछ। जन्माउनु भनेको के भन्दाखेरि चाहिँ हामी प्रायः सुसमाचारमा जाँदैछौँ र हामी चाहिँ ख्रिस्टको सुसमाचारद्वारा ख्रिस्टद्वारा जन्माउँदछ। यहाँले कतिपय रूपमा यहाँले प्रचार गरेको व्यक्ति अनि ख्रिस्टमा जन्मिएको छ नि त भनेको चाहिँ एउटा आत्मिक अगुवा, एउटा आत्मिक लिडरसिपले, एउटा आत्मिक विश्वासले चाहिँ ख्रिस्टमा मानिसहरूलाई जन्माउँदछ भने चाहिँ ख्रिस्टमा मानिसहरूलाई मुक्तिको सुसमाचार आएछ। ख्रिस्टमा आत्मा जित्दछ होइन, ख्रिस्टमा मरेको आत्मालाई जित्दछ। अनि तेस्रो कुरो 16 पदलाई पढौँ न त। यसकारण म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरू मेरो देखासिखी गर्नेहरू हौ भनेको। देखासिखी भने पावल आफैले भन्छ मेरो देखासिखी गर्ने हो भनेको चाहिँ एउटा आत्मिक लिडरसिप के भन्नु उदाहरणीय जीवन जिउँदछ। पावल जस्तै पावलले भन्छ मेरो देखासिखी गर भने चाहिँ एउटा आत्मिक लिडरसिप उदाहरणीय जीवन जिउँदछ। साँच्चै नै होइन हामी उदाहरणीय जीवन जिएको छौँ अथवा यहाँले भन्दै गर्नुभएको म लिडरसिप साँच्चै नै म आत्मिक होइन उदाहरणीय जीवन जिउँदैछु त होइन। ममा पनि प्रश्न छ, यहाँको पनि त्यो प्रश्न। पावलले भन्दछ, पावल प्रेरितले भन्दछ एउटा लिडरसिप अथवा एउटा आत्मिक विश्वासी होइन आफ्नो बगाललाई प्रेम स्वरूप प्रेममा चेतावनी दिँदछ। दोस्रो कुरो ख्रिस्टमा मानिसहरूलाई जन्माउँदछ र 16 पद अनुसार ऊ आफ्नो उदाहरणीय जीवन जिउँदछ। अनि मैले बुलबुलबाट मात्रै साँच्चै नै होइन मच्छी बोलिरहेको छु कि अनि एकछिन तपाईँहरू होइन यहाँ बुलबुल आउँदै गर्दा होइन मच्छी अनि कुनै पनि सेवाको भाग लिइराख्नु भएको छ कि साँच्चै नै दैनिक जीवनमा उदाहरणीय जीवन जिउँदै हुनुहुन्छ। अनि हाम्रो पावल प्रेमले भन्दैछ होइन। अनि आफैमा 17 पदलाई के भन्छ, 17 पदलाई हामी हेरौँ न त होइन। यसै कारण मैले तिमीहरू कहाँ तिमोथीलाई पठाए, जो प्रभुमा मेरो प्रिय र विश्वासयोग्य छोरा हुन्। उनीहरूले तिमीहरूलाई ख्रिस्टमा भएका मेरा चालहरूको सम्झना गराइदिनेछन्, जसरी म जहाँ त्यही हरेक मण्डलीलाई शिक्षा दिन्छु भने चाहिँ एउटा आत्मिक अगुवाले के गर्दछ त सिकाउँदछ। यदि आत्मिक अगुवाले सिकाउँदैन भने है सिकाउने कुरालाई दिँदैन भने साँच्चै नै आत्मिक अगुवा र आत्मिक अगुवामा कमजोरी रहेको उसले सुधार्न आवश्यक छ। आफ्नो शिक्षाको क्षेत्रमा सिकाउने कुराहरूमा है सिकाउने कुराहरूमा 21 पदलाई हामी हेर्नेछौँ होइन। तिमीहरू के इच्छा गर्दछौ कि म तिमीहरू कहाँ छडी लिएर आए के प्रेममा र नम्रताको आत्मामा भने चाहिँ यहाँ चाहिँ 21 पदले भन्न चाहेको चाहिँ एउटा आत्मिक अगुवाले र आत्मिक विश्वासीले विश्वासीहरूलाई अनुशासिततर्फ डोराउँदछ। हामी फेरि सरस्वती हेर्नेछौँ होइन टाइम एकदमै कुरिएको कारणले गर्दाखेरि एउटा आत्मिक प्रेरित पावलले भन्दछ। अघि पावलको बारेमा हेऱ्यौँ, प्रेरित पावलले भन्दछ पहिलो कोरिन्थी 1:14-21 पद अनुसार पहिलो कुरो के भन्दछ भन्दाखेरि चाहिँ विश्वासीलाई आफ्नो समूहलाई अथवा आफ्नो बगाललाई आफ्नो भेडालाई प्रेम स्वरूप चेतावनी दिँदछ र दिनुपर्दछ र अर्को दोस्रो कुरो उसले येशू ख्रिस्टद्वारा मानिसहरूलाई जन्माउनु पर्दछ। अनि यदि चाहिँ तपाईँ हामी अगुवा भन्छौँ तर हामी चाहिँ के सुसमाचारमा जाँदैन भने हामी कसरी जन्माउन सक्छौँ होइन। एकसँग जन्माउनुको गर्भधानको उपाय सुसमाचार हो होइन। एक हिसाबमा चाहिँ तपाईँलाई सांसारिक रूपमा शारीरिक रूपमा प्राकृतिक रूपमा मानिसहरूलाई बढाउनको निम्ति फल्दै फुल्दै जानको निम्ति विवाह हो होइन। विवाह आवश्यक छ होइन। एक सन्तान उत्पादनको निम्ति अथवा बढ्दै जानको निम्ति त्यही स्वरूप होइन। यदि हामी ख्रिस्टमा मानिसलाई जन्माउँदछौँ भने हामीसँग चाहिँ आत्मिक दृष्टिकोण हेर्दाखेरि सुसमाचार गर्न आवश्यक छ। जसरी होइन प्राकृतिक रूपमा
मानिस बढ्नको निम्ति विवाह आवश्यक छ, विवाह गर्न आवश्यकता छ होइन, जोडी बन्न आवश्यक छ। त्यसै गरी येशू ख्रीष्टमा जन्माउनको निम्ति, मान्छेलाई जन्माउनको निम्ति के गर्न आवश्यक छ? कालो बन्न आवश्यक छ होइन, कालो सुसमाचार कालो बन्न आवश्यक छ होइन, हामीलाई थाहा छ होइन। सुसमाचार गर्न आवश्यक, काममा पोलिन आवश्यक छ एक हिसाब, किनभने नपोलिँदा पनि केही छैन। एक हामी त्यसबाट पनि गरिरहेको छौँ, मैले हामी बुझ्ने भाषामा होइन, कालो बन्न आवश्यक छ। यदि हामी कालो बन्दैन भने हामी जन्माउन सक्दैनौँ है। अन्त हामी लिडरसिपमा कमजोरी रहने एक हिसाबले होइन। चौथो कुरो शिक्षा दिन आवश्यक छ, शिक्षा दिन आवश्यक छ। पाँचौँ कुरो अनुशासित बनाउन आवश्यक छ। हामी आफैमा हामी कतै न कतै परिवारको लिडरसिप, झुन्डको लिडरसिप, आफ्नो भाइलाई चाहिँ गाइड गर्ने लिडरसिप, आफ्नो चाहिँ दाजुहरूलाई गाइड गर्ने लिडरसिप, अथवा एउटा झुन्डाले गर्दै गर्ने लिडरसिप र मण्डलीको लिडरसिप, अगुवा यदि हामी हुन्छौँ भने यी पाँचवटा कुरा गर्न आवश्यक छ। यो पाँचवटा कुरा गर्दैन भने पावलले होइन वास्तवमै त्यो लिडरसिप होइन भन्दछ। उसले मान्छेले जन्माउँदैन भने कति मलाई थाहा छ होइन, कति चाहिँ मैले हेरेको छु होइन, पास्टर सिनियर पास्टर होइन प्रधानमन्त्रीलाई भेट्नुभन्दा पनि त्यो अलिकति त्यो एटिट्युडको हुन्छ कि ऊ घाममा पोलिँदैन, ढाई सुत्नु हुन्छ। अनि अरू सबैजना चाहिँ मैले जेम्सलाई भनेको सबैजना चाहिँ के त खाली खुट्टे निस्किन्छ, तर एउटा वरिष्ठ पास्टर जाने टल्किन निस्किनु मैले देखेको छु कतिपय रूपमा, फुटफुटमा हो होइन। एक छ भने चाहिँ के भन्दाखेरि चाहिँ उसले चाहिँ मान्छेले जन्माउँदैन है, मैले भन्न चाहेको जस्ट होइन। फेरि यहाँसम्म चाहिँ यो फ्रिडम छ है, हामीले चाहिँ लगाउन सक्छौँ है। उहाँले चाहिँ त्यसलाई पालना गर्नुमा हामीले गरेनौँ होइन, हामी चाहिँ रमाउन सक्छौँ भनेको चाहिँ अरूहरू पनि आउँदै गर्दाखेरि उहाँहरू जुत्तामै हुनुहुन्छ भने चाहिँ भन्न चाहेको चाहिँ कतिपय रूपमा चाहिँ यो जन्माउने कुरामा, सुसमाज जाने कुरामा चाहिँ कतिपय परमेश्वरको सेवकहरू, भनौँ त सेवकहरू भनौँ न होइन, अगुवाहरू सुसमाज निस्केर म देख्दिनँ, मलाई अचम्म लाग्छ होइन। साँच्चै नै उसले कसरी गाइड गरिरहेको छ है, उसले कसरी शिक्षा दिइरहेको छ, कसरी ख्रीष्टमा उसले प्रचार नगरी जन्माइरहेको छ होइन। विश्वासीले प्रचार गरेकोमा होइन मैले जन्माएको भनिरहेको छ कि होइन। एक हिसाबमा उसले प्रेमै गर्न चाहँदैन एक हिसाबमा। कतिपय अरूहरू प्रेमै नियम मात्रै बताइदिन्छ, रूढिवादी भएर तैँले यस्तो गर्नुपर्छ, तैँले उस्तो गर्नुपर्छ। अनि एउटा विश्वासीले चाहिँ केही कमजोरी गऱ्यो भने उसलाई सस्पेन्ड गर्ने कुराहरू ऊ आफैले होइन कमजोरी गर्दा चाहिँ ऊ चाहिँ होइन केही नगर्ने कुराहरू साँच्चै नै प्रेम गरिरहेको छ। र तपाईँ र हामी कतै न कता लिडरसिप अगुवा भएको कारणले गर्दा अथवा भविष्यमा हुने भएको कारणले गर्दाखेरि यो पाँचवटा कुरालाई नबिर्सौँ, जुन चाहिँ पावरले भनेको छ होइन, भनेको छ ऊ आफैले पनि गरेको छ। पावरफुल हिसाबमा चाहिँ आत्मिक अगुवा, आत्मिक पिता हो। यो पाँचवटा कुरा उसले अक्षरस गरेको छ, अक्षरस गरेको छ होइन। हामी बाइबलमा हामी हेर्छौँ भने पनि तपाईँलाई प्रेमको विषयमा होइन, तपाईँलाई चाहिँ भतिज र होइन काका र भतिज अब्राहम र एकसँग लुत होइन, हामी हेर्दै गर्दाखेरि लुतले आफ्नो होइन अब्राहमलाई प्रेम गरेन होइन, हेर्दाखेरि प्रेमले चाहिँ भने चाहिँ अब्राहमले चाहिँ लुतलाई प्रेम गरेको हामी पाउँछौँ नि। एउटा आत्मिक अगुवा हिसाबमा अब्राहम पनि त्यहाँ देख्छ होइन। त्यहाँ छनौट गर्ने कुरामा, कता जाने भन्ने कुरामा उसले काकाको हिसाबले अब्राहमले आफैले पनि छनौट गर्नु सक्थ्यो र चाहिँ लुतलाई दिएको कुराहरू हामी पाउँछौँ। चेतावनीको कुरामा मुसाले बारम्बार इस्राएललाई चेतावनी दिइरहन्थ्यो। जन्माउने कुरामा होइन, जन्माउने कुरामा तपाईँलाई थाहा छ 2 अध्यायमा जब चाहिँ पेन्टिकोसको दिनमा पवित्र आत्मा आयो होइन, पत्रुसले प्रचार गर्दा कतिजना एकै दिनमा एउटै समय 3000 जना चाहिँ प्रभुलाई पाएका हामी पाउँछौँ भनेको चाहिँ जन्माउने कुरा होइन। पावलले एकै दिनमा कतिजना जन्माए क्रिस्मा 3000 भन्दा माथि है, 3000लाई जन्माए पावल आफै हो। पत्रुस आफै है, पत्रुस आफै हो। यहाँनिर मलाई पनि सचाउन आवश्यक छ, 3000 भयो देखा सिकेको कुरोमा होइन। त्यो उदाहरण जीवन जिउनु पर्ने कुरा चाहिँ हामी बाइबलमा हेर्छौँ, धेरै उदाहरणहरू छ होइन। हामी चाहिँ एलिसाले चाहिँ एलियाको देखा सिक्नु गरेको हामी पाउँदछौँ। शिक्षा दिने कुरामा होइन कतिपय रूपमा चाहिँ हामी चाहिँ अगुवा भएर व्यवस्था के अनुग्रह के हामी सिकिरहेको छौँ सालममा होइन। त्यो कुरा हामी सिकाउँदैनौँ होइन।
हामी अगाडि आएर प्रचार गर्छौँ, हप्ता दिनमा एउटा प्रचार गरेर हामी के सिकाउन सक्छौँ? 2 वर्षमा पनि उसले अनुग्रहको बारेमा सिक्दैन। रूढिवादी के हो, नियमवादी के हो? वास्तवमै बप्तिस्माले, वास्तवमै भेटिदिले, वास्तवमै होइन ऊ अनन्त जीवनको निम्ति भागीदार हो त? वास्तवमै प्रभु भोजको सेवकाईले, प्रभु भोजको त्यो एटेन्डेन्सले साँच्चै नै उसले मुक्ति पाउँदछ त? वास्तवमा अनुग्रह भने के हो, मुक्ति भने के हो, अनन्त जीवन भने के हो, मण्डल भने के हो? कतिपय मण्डल चाहिँ अन भन्दछ है, सीमित रहँदछ है। वास्तवमा अनुग्रह भने के हो, सिद्धैको वरदान भने के हो, उपहार भने के हो? यो विषयमा हामीले कतिपय प्रचार अनि शिक्षा दिन सक्दैन। र चाहिँ एउटा आत्मिक अगुवाले हिँड्दै गर्दाखेरि पनि होइन, अथवा समय सुत्दै गर्दाखेरि पनि होइन, अथवा वनमा पनि के त विपरीत कुराहरूमा शिक्षा दिँदछ। उसले एउटा औपचारिक रूपमा मात्रै चाहँदैन कायम गरेर भने शिक्षा दिन भने उसले अनौपचारिक रूपमा, औपचारिक रूपमा शिक्षा दिँदछ। त्यसले गर्दा यहाँ समक्ष मैले भन्न चाहेको पावल फ्रेम जो आत्मिक व्यक्ति थियो, आत्मिक अगुवा थियो, जसले होइन उसले चाहिँ प्रेम स्वरूप एउटा मण्डलीले आफ्ना चेलाहरूलाई होइन चेतावनी दिँदथ्यो। उसले मानिसहरू होइन तपाईँलाई मिसन होइन पहिलो दोस्रो तेस्रो मिसन यात्राहरू गरेपछि मिसन यात्रा भने के भन्दाखेरि चाहिँ सुसमाचारको यात्राहरू होइन, सुसमाचारको यात्रा पावल आफै होइन कति माया टाढा होइन किनेर देखेर चाहिँ कतिपय सिपको मात्रै प्रयोग थियो होला है, कतिपय चाहिँ तपाईँलाई गोरु गाडा भन्छ नि होइन, त्यसको प्रयोग गरेर होइन मानिसहरूलाई जन्माउने कुरा गर्दै थियो। पावल आफै होइन उदाहरण जीवन जिएको थियो। पावलले होइन तपाईँलाई चाहिँ शिक्षा जहीँ दिएको छ, जहीँ दिएको थियो। पावलले अनुशासित मानिसहरूलाई बनाएका आफ्नो चेलाहरूलाई, आफ्नो विश्वासी उहाँको पत्रहरूमा अनुशासनको बारेमा, उहाँको पत्रहरूमा चेतावनीको बारेमा, उहाँको पत्रहरूमा शिक्षाको बारेमा, उहाँको पत्रहरूमा ख्रिस्टको प्रेमको बारेमा, उहाँको पत्रहरूमा ख्रिस्टमा मानिसलाई जन्माउनु पर्दछ अथवा विश्वासमा जित्नु पर्दछ, सुसमाचार गर्नुपर्दछ भने चाहिँ पावलले यी कुराहरूमा हामीलाई बताएको छ। त्यसले गर्दा हामी पनि पावलको देखि सुखी गर्न आवश्यक छ। हामी त्यसले गर्दाखेरि आज हामी यहाँ जति भए तापनि होइन, जति भए तापनि पावल प्रेरित येशू ख्रिस्टबाट बोलाएको अनि येशू ख्रिस्टले चाहिँ प्रेरित हुनको निम्ति बोलाएको त्यो सामर्थ्य पुगेको पावल प्रेरितले अब हामीलाई भन्दछ एउटा अगुवा हुनको निम्ति र आत्मिक विश्वासी हुनको निम्ति यी चारवटा कुरा गर्न आवश्यक छ। यदि हामी यो चारवटा क्षेत्रहरूमा सक्रिय छैन भने हामी आफैमा सुत्रिन आवश्यक छ। कतिपय रूपमा पाँचवटा क्षेत्रहरूमा चाहिँ 2टा मात्रै हुँदछ क्वालिफिकेसन। शिक्षा दिनमा परिपक्व हुँदछ, प्रचारमा निस्किँदैन भने जन्माउनुमा चाहिँ उठेर कमजोर हुँदछ। कतिपयमा चेतावनी दिँदछ तर प्रेम दिनमा चाहिँ कमजोर हुँदछ है। कतिपय चाहिँ अनुशासन मात्रै बनाउँदछ है, अनुशासन मात्रै बनाउँछ, उदाहरण यहाँ जीवन चाहिँ जिउँदैन उसले होइन, अरूलाई चाहिँ यस्तो गर उस्तो गर भन्दछ र आफैमा त्यो चाहिँ रहँदैन। तर हामी चाहिँ पावलले भनेअनुसार येशू ख्रिस्टको अगुवा, येशू ख्रिस्टबाटको अगुवा अथवा स्वर्गीय अगुवा हुन आवश्यक छ। आजको वचनलाई म यतिमा राख्न चाहन्छु।